नमस्ते दर्शकवृन्द, म अहिले बागबजार स्थित पद्मकन्या क्याम्पस अगाडि उभिएको छु। यो क्याम्पसको पर्खाल हो। पहिले यहाँका भित्ताहरूमा विभिन्न पार्टीका पोस्टरहरू र निजी कम्पनीहरूको विज्ञापन मात्र देखिन्थे। तर अहिले मेयर बालेन शाहको आगमनपछि यी भित्ताहरू नेपाली सांस्कृतिक र ऐतिहासिक पक्ष झल्काउने चित्रहरूले सजिएका छन्। यसको मतलब हाम्रो देश नेपाल विविध संस्कृति र सम्पदाले भरिएको समृद्ध राष्ट्र हो भन्ने कुरा प्रष्ट पार्छ। बागबजारको यो सानो दृश्यलाई क्यामेरामा कैद गर्दै म अघि बढ्दैछु। आजको मेरो यात्रा बागबजार, रत्नपार्क, कुलेश्वर, बल्खु, चोबार हुँदै दक्षिणकालीसम्म हुनेछ। यात्राका क्रममा भेटिएका सुन्दर दृश्यहरू म क्यामेरामा कैद गर्दै तपाईहरू समक्ष ल्याउनेछु। अगाडि देखिएको यो धरहरा 2072 सालको भूकम्पले भत्काएको थियो। अब भने यो पुनर्निर्माण भई नयाँ आकर्षक स्वरूपमा तयार भइसकेको छ। साथै यो स्थान सर्वसाधारणको लागि खुला गरिएको छ। यहाँ आएर घुम्न, अवलोकन गर्न र फोटो खिच्न सकिन्छ। म अहिले बल्खुबाट देब्रेतर्फ मोडिएर कीर्तिपुरको नयाँ बाटोमा आएको छु। यहाँबाट दायाँतर्फ लाग्यो भने कीर्तिपुर बजार प्रवेश गर्न सकिन्छ भने सिधा अगाडि जाँदा दक्षिणकाली, कुलेखानी हुँदै हेटौँडासम्म जान सकिन्छ। यो बाटो अन्त त्रिभुवन राजपथमा गाभिन्छ, जसले काठमाडौँलाई तराईसँग जोड्ने यो एउटा पुरानो र ऐतिहासिक सडक हो। यो मनमोहक दृश्य चोबार डाँडाबाट खिचिएको काठमाडौँ उपत्यका हो। चोबारको यस डाँडाबाट हेर्दा पुरै काठमाडौँ उपत्यका एकैपटक निहाल्न सकिन्छ। हरियाली बस्तीहरू, टाढा टाढासम्म देखिने सहरको विस्तार र पहाडहरू मिलेर यो दृश्यलाई झनै मनमोहक बनाएको छ। अनि यसै बाटोबाट अलिक अगाडि जाँदा पुगिन्छ नवनिर्मित मञ्जुश्री पार्क। किम्वदन्ती अनुसार पुरानो समयमा काठमाडौँ उपत्यका एक विशाल ताल थियो। पछि मञ्जुश्रीले खड्गले चोभारको पहाड काटेर यहाँबाट पानी बाहिर निकाल्नुभयो। अनि मात्र यो ठाउँमा मानिस बस्न मिल्ने उपत्यकामा परिणत भएको भनाइ छ। र त्यही मञ्जुश्रीको स्मृतिमा यो सानो तर अत्यन्तै सुन्दर मञ्जुश्री पार्क बनाइएको हो। पार्कको वातावरण शान्त छ, सफा छ अनि वरिपरि हरियालीले ढाकिएको छ। यहाँ आइपुग्दा लाग्छ प्राकृतिक सौन्दर्य र पुरातात्विक कथाले यो ठाउँलाई साँच्चै विशेष बनाएको छ। पार्क मात्र नभएर यहाँ अन्य विभिन्न किसिमका गुफाहरू र डाँडा चौरहरू पनि देख्न सकिन्छ।
यो चोबारभन्दा केही अगाडि रहेको एउटा ऐतिहासिक पोखरी हो। किम्वदन्ती अनुसार मञ्जुश्रीले चोबार काटेपछि उपत्यकाको पानी यहाँबाट बगेको थियो र नागहरू यही टौधमा आएर बसेका थिए भन्ने जनविश्वास छ। यहाँ प्रवेश गर्न पाइन्छ, तर यसको पवित्रता र पर्यावरण जोगाउनको लागि माछा मार्न र पौडी खेल्न निषेध गरिएको छ। यो हो फर्पिङ बजार। फर्पिङ बजार काठमाडौँको दक्षिणतर्फ करिब 20 किलोमिटर टाढा हरियालीले भरिएको पहाडको फेदीमा अवस्थित छ। यो ठाउँ बौद्ध धर्मका लागि अत्यन्तै पवित्र स्थलको रूपमा मान्ने गरिन्छ। यहाँका गुम्बाहरू, ध्यान केन्द्रहरू गुरु रिन्पोचेसँग जोडिएका छन्। विश्वास गरिन्छ उहाँले यहाँ ध्यान गरेर आध्यात्मिक सिद्धि प्राप्त गर्नुभएको थियो। फर्पिङमा गुम्बाहरूको शान्त वातावरण, प्रार्थनाका झण्डा, ध्यानमा बसेका साधकहरूले यो ठाउँलाई शान्ति र आत्मशुद्धिको स्थल बनाएका छन्। यहाँ आएपछि मात्र आँखाले होइन, मनले पनि शान्ति महसुस गर्छ। यसैले फर्पिङ बजार बौद्ध धर्मको गहिरो श्रद्धा र शान्तिको केन्द्र हो। म अहिले काठमाडौँको दक्षिणतर्फ अवस्थित धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण दक्षिणकाली मन्दिरमा आइपुगेको छु। हिन्दू धर्मावलम्बीहरूको लागि यो ठाउँ अत्यन्तै पवित्र स्थल हो, जहाँ भक्तजनहरू आस्था र श्रद्धाले भरिपूर्ण मनले पूजा गर्न आउँछन्। हरेक दिन, विशेष गरी दशैं, शिवरात्रि र अन्य पर्वहरूमा यहाँ भक्तजनहरूको अत्यन्तै भिड लाग्ने गर्छ। देवी कालीलाई शक्ति र सुरक्षा गर्ने देवीको रूपमा पूजा गरिन्छ। यहाँ भक्तजनहरूले आशीर्वाद माग्ने, हवन गरे, आरती गरेमा देवीको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास राख्छन्।
मन्दिरको वास्तुकला पुरानो शैलीमा बनेको छ। कालो पत्थर काठको कलात्मक कामले बनेको यो मन्दिरले यहाँ आउने प्रत्येक व्यक्तिलाई आध्यात्मिक अनुभूति दिन्छ। मन्दिर वरिपरि घना हरियाली र पहाडहरूले घेरिएको छ। यसले यहाँको वातावरणलाई एकदमै शान्त र पवित्र बनाएको छ। यहाँ बस्दा तपाईले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्य पनि अनुभव गर्न सक्नुहुन्छ। भक्तजनहरूको मर्मस्पर्शी प्रार्थना र पूजा र मन्नतले यो ठाउँ अझ विशेष र मन छुने बनाएको छ र यहाँ परिवारहरूको अत्यन्तै धेरै रूपमा परिवारहरू पनि देख्न सकिन्छ। त्यसैले मेरो आजको यहाँसम्मको यात्रा दक्षिणकाली काठमाडौँबाट कति टाढा छ र दक्षिणकालीको विशेष महत्त्व के हो, यहाँसम्म जाँदाखेरि बाटोका दृश्यहरू के कस्ता छन् र बाटोको अवस्था के छ भन्ने कुराहरू यहाँलाई बुझाउनु थियो। र पक्कै पनि तपाईँ हिन्दू धर्ममा आस्तिक हुनुहुन्छ अथवा धर्ममा नास्तिक हुनुहुन्छ भने पनि यो ठाउँमा, अथवा अन्य धर्मको अनुयायी हुनुहुन्छ भने पनि यो ठाउँमा एकचोटि घुम्न अवश्य आउनुहोला। हस्त, धन्यवाद।